फ्रान्सले यो गेम जित्दैन भन्दाखेरि छक्क नपर्नुस्, किनभने नर्वेले यो पटक विश्वकपमा सबैभन्दा ठुलो सरप्राइज दिन सक्छ। सबैले फ्रान्सलाई फेभरेट टिम भनिरहेका छन्, तर के नर्वेले यो विश्वकपमा सबैभन्दा ठुलो सरप्राइज दिन सक्छ त? आज हामी फ्रान्स भर्सेस नर्वे बीचको गेम एनालाइसिस गर्नेछौँ र अन्तिममा गेमको प्रेडिक्सन पनि दिनेछौँ। पहिला फ्रान्सको कुरा गरौँ। फ्रान्सले आफ्नो पहिलो गेममा सेनेगललाई 3-1 ले हरायो र पछि इराकलाई 3-0 ले हरायो। दुईटा खेलमा हार सुन्ने, गोल 6। एट्याकमा क्वालिटीको कमी छैन, मिडफिल्डले पोजिसन कन्ट्रोल गर्न सक्छ अनि ठुला खेलको प्रेसर ह्यान्डल गर्न सक्ने एक्सपिरियन्स पनि छ फ्रान्ससँग। त्यसैले कागजमा हेर्दा फ्रान्स नै बलियो देखिन्छ। तर नर्वेलाई अन्डर एस्टिमेट गर्ने गल्ती कसैले गर्नु हुँदैन। नर्वेले इराकलाई 4-1 ले हराएको थियो, त्यसपछि सेनेगल विरुद्ध 3-2 को रोमाञ्चक जित निकालेको थियो। दुई खेलमा 7 गोल। वर्ल्ड कपमा फ्रान्सले भन्दा बढी गोल नर्वेले गरेको छ। उनीहरूको काउन्टर एट्याक एकदमै डेन्जरस देखेको छ। मौका पायो भने उनीहरूले डिफेन्सलाई पनिस गर्न सक्ने देखिएको छ। तर फ्रान्स र नर्वेमा तुलना गर्ने हो भने नर्वेको डिफेन्स अलिकति विक हो कि भन्ने जस्तो भाव चाहिँ आउँछ। त्यसैले फ्रान्सको लागि यो गेम त्यति सजिलो हुनेवाला छँदै छैन। तर फ्रान्सको र नर्वेको एउटा तुलना गर्ने हो भनेदेखि डिफेन्समा अलिकति शङ्का गर्न सकिन्छ नर्वेको, तर काउन्टर एट्याकमा नर्वेलाई शङ्का गर्ने ठाउँै छैन। मेरो विचारमा यो खेलको सबभन्दा ठुलो ब्याटल नै मिडफिल्डमा हुनेछ। यदि फ्रान्सले बल कन्ट्रोल राख्यो भने नर्वेलाई प्रेसर पर्न सक्छ है फेरि। तर नर्वेले स्पेसबाट बल पायो भने काउन्टर एट्याकबाट गोल निकाल्न सजिलै सक्छ। फ्रान्ससँग एक्सपिरियन्स छ, नर्वेसँग कन्फिडेन्स छ। फ्रान्ससँग स्टार पावर छ, नर्वेसँग मोमेन्टम छ। त्यसैले यो वर्ल्ड कपको सबैभन्दा रोमाञ्चक ग्रुप स्टेज म्याच हुनसक्छ है। अब मेरो एर्ली प्रेडिक्सन, मलाई लाग्छ फ्रान्सले बल पोजिसन राख्नेछ र नर्वेले पनि कम्तीमा 1 गोल हान्नेछ। तर एक्सपिरियन्सको कारणले गर्दा फ्रान्स अलिकति अगाडि बढ्न सक्छ। फाइनलमा 2-1 को रिजल्ट आउन सक्छ। तर यदि बल पोजिसन अलिकति खस्क्यो भने चाहिँ 2-2 को ड्र पनि हुने सम्भावना एकदमै धेरै देख्छु है म चाहिँ। अब तपाईँको प्रेडिक्सन के हुनसक्छ त? कमेन्ट गर्नुहोस् है त। खेल सकिएपछि हेरौँ फुटबलको सबैभन्दा ठुलो एक्सपर्ट को रहेछ।